गइसक्नु भएको छ। उहाँलाई फेरि पुनः तालीले गडगडाट तालीले स्वागत गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। स्टेजको अग्रभागमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु र अबको कार्यक्रम औपचारिक कार्यक्रम सुरु हुन गइरहेको छ र यो औपचारिक कार्यक्रमलाई अगाडि बढाइदिनुको लागि यस पानीपोखरी गाउँपालिका गाउँ समितिका सांस्कृतिक पार्टीका सचिव आदरणीय दुर्गा गौतमजीलाई म हार्दिक अनुरोध गर्दछु। मैले सोधि नै रहन्छु, त्यसले गर्दा बातचित हो, यो मेरो भाषण भन्दा पनि बातचित हो। यता गाउने हो, नगाउने भने ल सबैले गाउने हो भने एकचोटि भन्नु नि त, यहाँभित्र त्यो गला पसिना ल मैले जे भन्छु त्यही भन्नु, जसरी भन्छु त्यसरी नै गाउनु ल, नलजाइकन देशलाई सम्झेर गाउनु। आज हामी परदेशीलाई सम्झौँ है त, रमाइलो बाटो हुन्छ ल। यो देशले उपस्थित मध्ये 20%ले मात्रै गाउनुभयो है, थोरै म 80%ले गाउनुपर्छ। परपर सुनिँदैछ, यसो गर्नु त, यसो सुनिँदैछ है ल, राम्रै छ हाम्रो साउन्ड सिस्टम। सबैले गाउँ है। कसको घरमा घरको सदस्य अहिले चाहिँ विदेशमा हुनुहुन्छ, एकचोटि हात उठाइदिनु त। कसको छोरा होला, कसैको होइन, कोही न कोही छ त्यहाँ पक्कै पनि विदेश, थुप्रै है, आधीभन्दा धेरै मान्छेको के अरे तपाईँको आफन्त विदेशमा छ। त्यो विदेशी परदेशी होइन, परदेशमा दुःख गरेर हामीलाई पैसा पठाएर हामी भात खाँदैछौँ, त्यो अन्नदाता है, त्यो पैसा पठाउने मान्छेहरूलाई सम्झेर हामीले उहाँहरूलाई समर्पण गरेर गीत गाउँ है त ल, हुन्छ। यो देशले फेरि सबैले गाउन ल, नलजाइकन। यो देशले परदेशी तिमीलाई सम्झेको बेला बाडुकी लाग्दो फेरि मनबाट गाउनु ल, मनबाट गाउनु ल। त्यो परदेशीलाई सम्झेर गाउनु है, जो तपाईँको लागि दुःख गरिरहेको छ नि विदेशमा, उसलाई सम्झेर गाउनुहोस्। लाज लाग्छ भने आँखा बन्द गरेर गाउनुहोस्। यो देशले परदेशी तिमीलाई सम्झेको बेला बादुकी लाग्दो आमाले तिमीलाई घुरिरहेको होला, बाँसघारीले तिमीलाई पर्खिरहेको होला, बाबाले तिमीलाई सोधिरहेको होला, खेतबारीले तिमीलाई नै खोजिरहेको होला,
सपना देखो हौ देशले परदेशी तिमीलाई सम्झेको बेला बाटो कि लाग्दो हो साँच्चै नै परदेशीलाई सम्झिनु भयो 1 करोडको आसपासमा आज नेपाली दाजुभाइ दिदीबहिनीहरू संसारैभरि खाडी मुलुक दक्षिण कोरिया मलेसिया कोही अमेरिकामा पनि छन् कोही अस्ट्रेलियामा छन् यी सारा तपाईँको छैन देशहरूमा पसिना बगाउन जाने ती परदेशीलाई हामी यहाँबाट सम्झन चाहन्छौँ यो देशमा हामीले किन गरी खान सकेनौँ हामीले यही देशमा बसेर आफ्नो केटाकेटी किन पढाउन सकेनौँ हामीले यही देशमा बसेर बिरामी हुँदाखेरि उपचार गर्न सक्ने आर्थिक अवस्था किन बनाउन सकेनौँ अब हामी आफूले आफैलाई प्रश्न गर्ने बेला आएको साधारण दाजुभाइ दिदीबहिनी त्यसो भएको कारणले गर्दाखेरि जुन चेतनाको अभियानले सही र गलत बीचको फरक छुट्याउनुपर्छ दिन र रातको बीच छुट्याउनुपर्छ फरक छुट्याउनुपर्छ असल र खराब बीचको फरक छुट्याउनुपर्छ भन्छ त्यो चेतनाको अभियान हो श्रम संस्कृति म यो श्रम संस्कृतिमा यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु तपाईँहरू पनि जोडेर आउनु आर्थिक उन्नतिको अभियान हो श्रम संस्कृति श्रम नगरिकन आर्थिक उन्नति हुँदैन अहिले भर्खरै हामीले 1 करोड हाम्रा प्रदेशीहरूलाई सम्झ्यौँ ती प्रदेशीहरूले कसरी तलब पाइरहेका छन् त पैसा हामीलाई कसरी पठाइरहेका छन् त भन्दाखेरि त्यहाँ उहाँहरूले श्रम गरिराख्नु भएको छ श्रम नै हो समृद्धि त्यसो भएको कारणले गर्दाखेरि श्रम गरेर पसिना बगाएर मात्रै हामीले चाहिँ खेतमा केही उमार्न सक्छौँ माटोमा केही उत्पादन गर्न सक्छौँ निर्माण कार्य गर्न सक्छौँ भन्ने चेतनाको अभियान हो श्रम संस्कृति त्यो श्रम संस्कृतिमा म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु तपाईँहरू पनि श्रमदाता बनेर जोडिनु एउटा गफ गरेर खाने मान्छे दिनभरि यताको कुरा उताको कुरा यता काटेर सेटिङ मिलाएर चाहिँ तपाईँको आफ्नो जीवन चलाउन चाहने मान्छेलाई पौरख गरेर गफ गरेर होइन दलाली गरेर होइन मेहनत गरेर परिश्रम गरेर खानुपर्छ भनेर एउटा गफाडी र बेइमान मान्छेलाई इमानदार बनाउने संस्कृति हो श्रम संस्कृति देशको मतलब छैन पेटको मात्रै मतलब छ मेरो पेट भरे भइगयो मेरो केटाकेटीको पेट भरे भइगयो मेरो घर ठुलो भयो भइगयो मसँग गाडी घोडा र ब्याङ्क ब्यालेन्स भने भइगयो देश भाडमा जाए भन्ने खालको स्वार्थी सोच विचारको विरुद्धको एउटा चेतनाको अभियान हो श्रम संस्कृतिले हामीलाई इमानदार बन्न सिकाउँछ आदरणीय दाजुभाइ दिदीबहिनीहरू साथै श्रम संस्कृतिले हामीलाई स्वार्थी होइन यो देशका लागि पनि सोच्ने देशभक्त नेपाली बन्न सिकाउँछ यहाँलाई लाग्ला एउटा चुनाव चिन्ह लिएर आयो होइन चुनाव चिन्ह लिएर आयो अनि भोट माग्यो गयो भन्ने मात्रै नलाग्न नसक्नु के अरे त्यस्तो नलागोस् म यहाँहरूलाई भन्न चाहन्छु यो चेतनाको अभियान हो यो गफमा मात्रै सीमित छैन जहाँ जहाँ हाम्रा समितिहरू बनेका छन् ती समितिहरूले थोरैमा पनि सरसफाइका कार्यक्रमहरू गरिरहेका छन् निर्माणका कार्यहरू गरिरहेका छन् त्यसो भएको कारणले गर्दाखेरि यो देश बनाउने अभियान हो म यहाँ सबैजनालाई यो निवेदन गर्न चाहन्छु हामी सबै मिलेर यो देशलाई बनाउनुपर्छ यो भत्किन लागेको देशलाई अरूले भत्काएको देशलाई अरूले जलाएर नष्ट गरेको देशलाई हामीले अब पुनर्निर्माण गर्नुपर्छ भन्ने एउटा तपाईँको चाहिँ देश पुनर्निर्माणको देश जागरणको अभियान पनि रहेको कुरा म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु तपाईँहरू देशका लागि काम गर्न तयार हुनुहुन्छ कि पेटको लागि मात्रै गर्ने पेटको लागि चाहिँ जन्तु जनावरले पनि गर्न सक्छ है चरा मुसा फट्याङ्ग्रा किरा यी सारा कुराले आफ्नो पेट पाल्न सक्छ ब्रह्माण्डमा तर हाम्रो अगाडि हामी मान्छे भएको कारणले देश पनि छ त्यो देश पनि पाल्न सक्छ म भन्न चाहन्छु म सम्पूर्णलाई विनम्रताका साथ दुई हात जोडेर अनुरोध गर्न चाहन्छु हप्ताको 6 दिन आफ्नो पेटको लागि काम गर्नुहोस् कम्तीमा हप्ताको 1 दिन देशको लागि निस्कनुहोस् त तपाईँ
तपाईँ हामी 3 करोड नेपालीले है हप्ताको 1 दिन मात्रै देशको लागि श्रमदान गर्यौँ भने पनि हाम्रा विकासका योजनाहरू आज जुन तपाईँको चाहिँ गतिमा बिस्तारै विदेशी ऋण र अनुदानको भरमा गइरहेको छ, ती विकासका योजनाहरूको रफ्तार 100 गुणाले बढेर चाहिँ जानेछ भन्ने कुरामा हामी विश्वास छौँ। तपाईहरू देशका लागि काम गर्न त चाहनुहुन्छ? म प्रश्न गर्न चाहन्छु, तपाईहरू देशका लागि काम गर्न चाहनुहुन्छ? यदि त्यसो भने तपाईँको जाँगरी लाएर तपाईँको देशका लागि पसिना बगाउन सक्ने पौरखी हातहरू हेर्न चाहन्छु। दुईटा हात यसो देखाउनु त कतिजनाले आउँदैछ? सबैजनाले हात उठायौँ हामीले? हो, दुईटा हात पनि यसो उठाउन सक्दैनौँ भने हामीले देशका लागि केही पनि गर्न सक्दैनौँ है। देशका लागि यसो गरिदिनु त एकचोटि। हो, यो हातहरू हेर्न चाहन्छु म, यी हातहरू हेर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो देश बनेन है। नेपाल त यस्तै हो, नेपालमा त केही हुँदैन। नेपाली समय 12 बजीको मिटिङमा 2 बजी जाँदा पनि हुन्छ, नजाँदा पनि हुन्छ भन्ने यो खालको चाहिँ तपाईँको गलत भाष्यहरूलाई अब हामी तपाईँको चाहिँ अन्त्य गरेर अब नेपालमै हुन्छ सब थोक, नेपालमै हुन्छ सब थोक। त्यो सब थोक बनाउनका लागि, त्यो सब थोक सम्भव बनाउनका लागि मसँग दुईटा हात छ भनेर तपाईँले देखाइदिनु। फेरि देखाइदिनु, 10 चोटि देखाइदिनु, 20 चोटि देखाइदिनु। यही हो त्यो 2 हात होइन, यही हो त्यो 2 हात जसले यो देश उचाल्न सक्छ, यो देश बनाउन सक्छ भन्ने कुरामा कुनै दुई मत छैन। आदरणीय दाजुभाइ दिदीबहिनी, अल्छी लाग्यो? लाग्यो भने भन्नुहोस् है, गीत गाइहाल्छु, एन्टरटेन पनि गराइहाल्छु नि त म त। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी विवेकशील बन्नुपर्छ, हामी चेतनशील बन्नुपर्छ, हामी सचेत बन्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब यो देशमा हामीले परिवर्तन ल्याउनुपर्छ। हामी परिवर्तनको सङ्घारमा छौँ। नेपालीले परिवर्तन ल्याउनका लागि एउटा मौका आउँछ 5 वर्षमा। हुन त अब यो विभिन्न कारणले गर्दाखेरि छिटै पनि आयो। त्यो मौकालाई हामी चुनाव भन्छौँ। के भन्छौँ? चुनाव। म यहाँहरू सबैजनालाई अनुरोध गर्न चाहन्छु, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, चुनाव भनेको कुनै रमाइलो होइन, चाडपर्व होइन, नाच्ने गाउने मासु भात खाने बियर खान मागेर टुन्न परेर लड्ने जथाभावी भोट गिट्याङ हानेर आउने होइन। चुनाव भनेको के हो? चुनाव भनेको परीक्षा हो। हाम्रो परीक्षा आउँदैछ, मेरो परीक्षा आउँदैछ, तपाईँहरूको पनि परीक्षा आउँदैछ, तपाईँहरूको पनि परीक्षा आउँदैछ है। अब हामी त्यो आउँदो परीक्षामा, यो फागुन 21 गतेको हुँदै गरेको हाम्रो परीक्षामा कस्ता मान्छेलाई र कस्ता दललाई भोट हाल्छौँ त्यसले निर्धारण गर्छ त्यो तपाईँको चाहिँ 1 करोड परदेशीको भविष्य। त्यही नै तपाईँको चाहिँ जीवनभर कजिएर बस्ने हो या नेपालमा चाहिँ केही गर्ने भन्ने कुराको वातावरण बनाउने हो भन्ने कुरामा त्यो दिनको परीक्षाको तपाईँको उत्तरले, त्यो दिनको उत्तरले निर्णय गर्नेछ। म त्यो गर्न चाहन्छु। म तपाईँहरूलाई जबरजस्ती गर्न आएको मान्छे होइन। श्रम संस्कृतिले जबरजस्ती कसैलाई गर्दैन भने है। हामी तपाईँहरूलाई सम्झाउन र बुझाउन चाहन्छौँ। हामी तपाईँहरूलाई सत्य कुरा सुनाउन चाहन्छौँ। सत्य कुरा सुन्दाखेरि हाम्रो
रगत होइन सिनाले भिजायो देश समारोपी फलायो देश समारोपी फलायो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश सबै मिली बनायो देश सबै मिली बनायो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश ऑपरेटर भाई सायो ढुङ्गा फुल्का हामी एउटै माला नेपाली सार्वभौम भई फैलिए